हाम्रो अमित सरलाई चाहिँ है धेरै धेरै धन्यवाद भन्न चाहन्छु है। पहिलादेखि नै सरले धेरै धेरै सोसियल वर्कहरू गर्दै आइरहनु भएको छ है। म सरको भिडियोहरू पुरा हेर्छु होइन। अन्त मैले सरलाई पनि रिक्वेस्ट गरेको थिएँ है, मैले यो चल्लाको लागि मागेको थिएँ है। सरले आज चल्ला दिने, यो चाहिँ कतिजनाहरूले चल्ला भनेको छ है। ल आज चाहिँ हाम्रो यहाँ ऋतु छेत्रीजीलाई म चल्ला दिँदैछु है। दिदी रिसिभ गर्नुहोस्। आज म यहाँ सालकरी वार्डमा आएको छु, रिनक ब्लकमा। ल मैले अस्ति धेरैजनालाई भनेको थिएँ म बर्थडेमा, मेरो बर्थडेमा 6-7 जना फ्यामिलीलाई दिन्छु चल्ला भनेको छु है। ल आज चाहिँ हाम्रो यहाँ ऋतु छेत्रीजीलाई म चल्ला दिँदैछु है। दिदी रिसिभ गर्नुहोस्। अन्त म किन उहाँहरूलाई सपोर्ट गरेको भन्दा चाहिँ उहाँहरू चाहिँ एकदम प्रोग्रेसिभ हुनुहुन्छ है। अन्त उहाँहरूले दिनरात खटी खानुहुन्छ, मिहिनेत हार्डवर्किङ गर्नुहुन्छ। अन्त मलाई चाहिँ अन्त राम्रो लाग्यो है उहाँको एकदम मिहिनेत देखेर। अन्त चल्ला चाहिँ मैले दिएको है। अन्त यो चल्ला जति पनि छ आज है म 3-4 जना फ्यामिलीलाई दिन्छु। यसमा मलाई सपोर्ट गर्ने धेरै मान्छेहरू छ है। अन्त दिदीलाई चाहिँ यो चल्ला राम्रोसँग पाल्नुहोस् है। यो चल्ला पालेर बेच्नुहोस्, बेचेर है तपाईँले चल्ला लिनुहोस्। मेरो चाहिँ त्यही मकसद हो है। अन्त तपाईँलाई निकै सपोर्ट हुन्छ दिँदाखेरि। धन्यवाद पनि। धन्यवाद सरलाई मलाई दिनुभएकोमा, मलाई धेरै सपोर्ट हुन्छ। मुरी धन्यवाद सरलाई। अन्त अस्ति मैले उहाँहरूलाई सोधेको थिएँ। अन्त म अस्ति फिल्ड भिजिट गर्दा पनि मैले सोद्धाखेरि चाहिँ उहाँले सर हामीलाई चल्ला पाल्छु भनेको थिएँ है। अन्त मेरो यही उद्देश्य हो कि प्रोग्रेसिभ हाम्रो सपोर्ट गरौँ है। अन्त धेरैले मलाई भन्नुहुन्छ है कहाँबाट चल्ला ल्याउनुहुन्छ। मेरो चाहिँ तपाईँलाई याद छ, मलाई धेरै वेल विशरहरूले मलाई सपोर्ट गर्नुहुन्छ है। यो त के होइन, अझ धेरै अघि हामी काम गर्नेछौँ है। ल यसमा चाहिँ चल्ला छ, तपाईँले यसलाई राम्रो पाल्नुहोस् है। म फेरि भिजिटमा आउँछु ल। हुन्छ, थ्याङ्क यू भेरी मच। सबैलाई गुड मर्निङ, नमस्ते है। आज म यहाँ सालकरी वार्डमा आएको छु, रिनक ब्लकमा। ल मैले अस्ति धेरैजनालाई भनेको थिएँ म बर्थडेमा, मेरो बर्थडेमा 6-7 जना फ्यामिलीलाई दिन्छु चल्ला भनेको छु है। ल आज चाहिँ हाम्रो यहाँ ऋतु छेत्रीजीलाई म चल्ला दिँदैछु है। दिदी रिसिभ गर्नुहोस्। अन्त म किन उहाँहरूलाई सपोर्ट गरेको भन्दा चाहिँ उहाँहरू चाहिँ एकदम प्रोग्रेसिभ हुनुहुन्छ है। अन्त उहाँहरूले दिनरात खटी खानुहुन्छ, मिहिनेत हार्डवर्किङ गर्नुहुन्छ। अन्त मलाई चाहिँ अन्त राम्रो लाग्यो है उहाँको एकदम मिहिनेत देखेर। अन्त चल्ला चाहिँ मैले दिएको है। अन्त यो चल्ला जति पनि छ आज है म 3-4 जना फ्यामिलीलाई दिन्छु। यसमा मलाई सपोर्ट गर्ने धेरै मान्छेहरू छ है। अन्त दिदीलाई चाहिँ यो चल्ला राम्रोसँग पाल्नुहोस् है। यो चल्ला पालेर बेच्नुहोस्, बेचेर है तपाईँले चल्ला लिनुहोस्। मेरो चाहिँ त्यही मकसद हो है। अन्त तपाईँलाई निकै सपोर्ट हुन्छ दिँदाखेरि। अलिक क्षमा पनि अलिक क्षमा तपाईँले भन्नुहोस् अब अलिक सर। धन्यवाद पनि। धन्यवाद सरलाई मलाई दिनुभएकोमा, मलाई धेरै सपोर्ट हुन्छ। मुरी धन्यवाद सरलाई। अन्त अस्ति मैले उहाँहरूलाई सोधेको थिएँ। अन्त म अस्ति फिल्ड भिजिट गर्दा पनि मैले सोद्धाखेरि चाहिँ उहाँले सर हामीलाई चल्ला पाल्छु भनेको थिएँ है। अन्त मेरो यही उद्देश्य हो कि प्रोग्रेसिभ हाम्रो सपोर्ट गरौँ है। अन्त धेरैले मलाई भन्नुहुन्छ है कहाँबाट चल्ला ल्याउनुहुन्छ। मेरो चाहिँ तपाईँलाई याद छ, मलाई धेरै वेल विशरहरूले मलाई सपोर्ट गर्नुहुन्छ है। यो त के होइन, अझ धेरै अघि हामी काम गर्नेछौँ है। ल यसमा चाहिँ चल्ला छ, तपाईँले यसलाई राम्रो पाल्नुहोस् है। म फेरि भिजिटमा आउँछु ल। हुन्छ, थ्याङ्क यू भेरी मच। फेरि तपाईँहरूलाई है नमस्ते। अन्त मैले अस्ति नै भनेको थिएँ म निकै फ्यामिलीलाई चल्ला दिन्छु भने। हाम्रो यहाँ भाइ हुनुहुन्छ, भाइको नाम चाहिँ चिरन छेत्री हो। भाइ चाहिँ ट्याक्सी खेप्नुहुन्छ है। अन्त मलाई जहिले पनि भेट्दा भाइले भन्नुहुन्थ्यो सर मलाई पनि अलिकति दिनुहोस् न, म चल्लाहरू पाल्छु भन्दा चाहिँ मलाई लाग्थ्यो कि गर्दैन जस्तो लाग्थ्यो है। आज चाहिँ बिचरा अलिकति अब उहाँ पनि खेतीपातीमा अलिकति इन्भल्भ हुँदैछ। अन्त राम्रो काम गर्छ जस्तो लाग्यो मलाई। अन्त उहाँलाई पनि म यो दिँदैछु आज। लिनुहोस् हो, यो लिनुहोस्। तपाईँले पनि यसको चाहिँ तपाईँले गर्नु सक्छ तपाईँको आमा, किन उहाँको आमा पनि पुरा प्रोग्रेसिभ हुनुहुन्छ है। यही वार्डमा यो चाहिँ तपाईँको सालगढी वार्ड हो। तपाईँले यो राम्रो पाल्नुहोस् हो। पालेर चाहिँ एउटा ठुलो बनाएर चाहिँ तपाईँले पनि यसो अरूको सेवा गर्नु भएपछि ल। त्यति भन्दै म यो सबै राख्छु। हाम्रो अमित सरलाई चाहिँ है धेरै धेरै धन्यवाद भन्न चाहन्छु है। पहिलादेखि नै सरले धेरै धेरै सोसियल वर्कहरू गर्दै आइरहनु भएको छ है। म सरको भिडियोहरू पुरा हेर्छु होइन। अन्त मैले सरलाई पनि रिक्वेस्ट गरेको थिएँ है, मैले यो चल्लाको लागि मागेको थिएँ है। सरले आज चल्ला दिनुभयो मलाई है। म हृदयबाट नै सरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र म यो चल्ला चाहिँ सरलाई पनि अब पालेर हुर्काएर ठुलो भएर चाहिँ एउटा चाहिँ सरलाई पनि खुवाउनुको लागि चाहिँ म बोलाउँछु होइन। त्यही भन्न चाहन्छु। अब मलाई अब त्यस्तो सोसियल मिडियामा त तिमी राम्रो काम गर होइन, राम्रो काम गर।
अमित शर्मा हाम्रो साथ छ है यो त के होइन यो त सानो चिज हो अझ ठुलो ठुलो आउनु बाँकी छ है तर एकदम प्रोग्रेसिभ काम हुनु पऱ्यो तिमीलाई खट्नु पऱ्यो होइन म हमेसा खट्ने मान्छेलाई हमेसा सपोर्ट गर्छु फार्मर्सहरूलाई जो खट्छ है म जे पनि उहाँलाई म सपोर्ट गर्ने रेडी छ खट्नु चाहिँ पऱ्यो मेरो त्यही छ कि तपाईँ है फार्मर्सहरूलाई सपोर्ट गर्नु अन्त फार्मर्सहरूलाई सपोर्ट गरेर चाहिँ अघि बढ्नु धेरैले भन्छ है मैले पाएन भन्छ काम त गर्नु पऱ्यो काम नगरी कसले दिन्छ हो क्या भन्नुहोस् त काम गर्नुहोस् तपाईँ काम गरे पनि यस्तो राम्रो गिफ्ट पाउँछ ल भाइ तिमी ल उहाँलाई पनि म यो सल्लाह दिँदैछु है अलिक गरौँ छ है भुइँमा राख्नुहोस् अन्त उहाँ पनि पुरा प्रोग्रेसिभ हुनुहुन्छ उहाँले पनि पुरा काम गर्नुहुन्छ उहाँको मैले लास्ट टाइम भिडियो गरिदिएको थिएँ है उहाँलाई पनि यसरी चल्लाहरू पुरा पाल्नुहुन्छ र उहाँलाई पनि म यो चल्ला दिँदैछु आज चाहिँ तपाईँको यो प्रकार छ है म उहाँलाई दिँदैछु है यो छ यो चाहिँ तपाईँको हो यो चाहिँ मैले एउटा यो चाहिँ गरौँ छ यो 50 चल्ला ल्याइदिएको छु है हुन्छ तपाईँलाई यो ल्याइदिएको छु अन्त मैले उहाँलाई यो पनि भनेको थिएँ कि एक बन्डल एकोनेट भनेको थिएँ यो पनि तपाईँलाई यो चाहिँ तपाईँलाई मेरो तर्फ